अब लास्ट पनि जाऊ 57 जति हुनुपर्ने यो 64 मा पनि एन्टीमा त हुँदै हुँदैन अनुप त्यही एकछिन त्यही बस ल त्यही बस ल म भन्छु यता छ यहाँ छ खोज्नु बिरामी तरिकै बोल्नु भएको छ नमो नमः श्री दिविनायक नमो नमः अष्टविनायक नमो नमः जय जय राघव राजा अनि हिमाल श्रेष्ठलाई त के गर्नु घरबाट आइयो नमस्कार बोलिने यस्तो एकदमै केयर नि हो र सिरियसली भनिराखेको कुरा एकदमै म त बोल्ने सेट नबोल्नु ल त म्यामलाई बेस्ट विशेस ल ठीक छ मेरै लागि हो नि है पीडा लिँदा लिँदा पीडा बोक्दा बोक्दा हामी सिद्धियौँ शॉट नंबर 2 टेक 1 एक्शन सन्तान माया कल म पनि बाउ मलाई पनि माया लाग्छ ए बाबा पीडा नभएको मान्छे संसारमा कोही हुन्छ जसलाई पनि हुन्छ फरक यति हो कसरी त्यही पीडा बोकेर जिन्दगीभरि हिँडिरहन्छन् कसरी छोडेर हिँड्छन् त चाहिँ त्यही पीडाको भारी बोक्दा बोक्दा सकिने भइस हैन बितेर गइसकेको छोरालाई सम्झेर सधैँ यसरी चल्छ जिन्दगी बितेर जाने मान्छे बितेर गइसक्यो छोड्दे आफ्नो भाग्यमा भएको कुरो पाइने हो कस्तो लाग्यो आजको फर्स्ट डे मुभीको आजको फर्स्ट डे भन्दा नि जस्तो भर्खर एउटा सिन सकायौँ हामीले अहिले यो चाहिँ मेरो क्यारेक्टरको घडी हो सो यो घडी चल्दैन रहेछ मैले थाहा पाएँ अहिले ठ्याक्क 11:50 भएको छ भनिसके पछाडि हामीले एउटा सिन सकिसक्यौँ अब हामीसँग 2टा सिन छ अनि हामी नेक्स्ट सिनको लागि देखाउनुहोस् त हामी होमस्टेमा जाँदैछौँ त्यस्तो टाढा पनि छैन नजिकै छ अनि कस्तो लागिरहेछ हजुरलाई मलाई त राम्रो लागिरहेछ अनि अब सिन कस्तो भएको छ भनेर चाहिँ हाम्रो डिरेक्टर नभए हाम्रो एडी चिफ एडी दिनेश दाइलाई थाहा होला तर राम्रै भयो जस्तो लागिरहेछ राम्रो नै हुन्छ होला अनि यो चाहिँ फर्स्ट दिन पछिको क्लिप भयो यो ड्रेसमा म अर्को ड्रेसमा आउँछु फेरि पानी खाऊ न पानी छ त्यो चिज खानु डिहाइड्रेट हुन्छ कहाँ राख्ने भने बाजीलाई स्किमर त्यहाँ होइन यता चाहिँ राख्नु पर्छ त्यो कालो टाइप अर्को
यसमा त अहिलेको जस्तो के अरे दुईवटा रिफ्लेक्टर या फेरि के हुन्छ त्यो ट्रिपल राइजर लगेर तलबाट एउटा लाइट दिउँ यहाँ पुरै ढर्कै छ यो साइडतिर पनि हाल भाइ अलिकति त होमस्टे पैसा पनि एउटा लिएर गर्ने बेलामै होला यो रातिले अलिकति यो क्यारेक्टरले नै अलिकति सबैलाई चाहिँ सिरियस पार्दैन ए रेडियो देखिन्छ भनेको उसमा डान्समा यो चस्मा कहाँ गयो यार होल्ड हेरिराख्नु फेरि कट यसले सिकिरहेको छ यसले स्मार्ट टाउ नूतन 1 2 ओके तपाईहरु स्वाट गर्नु आई कन्ट्याक्ट यहाँ दुईजनाको देखिन्छ यसले ल्याऊ अगाडिको पछि राम्रो छ किन यसरी भागु भन्नुहुन्छ उहाँले ल सरवङ्गलाई फोन गर्नु भन है यसो गर्यो है यसो गर्यो उहाँ भित्र छिर्नुहुन्छ अनि मैले पछाडि फर्किन्छ यहाँसम्म आएपछि यो पछि गयो ल टाइपको कि दुईजनाले एउटै गर्यो कपिराइट लाग्छ कपिराइट हस्त नमस्ते बोलाउँछ साउनी भने उहाँहरू त घर जाने भनेर भर्खरै निस्किनु भयो किन हो र यसरी भावुक बनाउने डाइरेक्ट दिउँ म खोइ पुगे जस्तो 100 यसको सबै एउटा सुटिङमा आज पहिलो दिन भएर होला राम्रै लागिरहेछ एकदम म यतिकै छोड्छु यसले मलाई सबको अगाडि नाकमा हिर्काएर मेरो बेइज्जती गरेको छ यसलाई एकदम मर्नु न बाँच्नु बनाउँछ यसलाई लिसो चिप्किदियो होइन म यसो चलाएर आउँछु यो गाडीले हाम्रो सिटिङमा धोका दिने शट नम्बर 8 टेक 1 त्यति हैन त
कपडा सेतो सेतो केही चाहिँदैन कन्भर्ट भन्नु भोल्टेज होल्डर पनि लिएर आएको छ नि होल्डर चाहिँ कन्भर्ट त फेरि झुन्डाउनेवाला छ यार होल्डर त्यो के अरे कन्भर्टर होला नि कन्भर्टर छैन भोलि दुईटा नाइट गर्नु लाग्यो अब त्यो अलिक नाइट जस्तै भन्यो भने रात पनि लाग्यो थर्मल दिन सक्छ हामी भन्नु यहाँनिरबाट ताकि त्यो के अरे बाइकले मात्रै क्रस हाल्छ यो फ्ल्याग ल्याएर तिमी यो घरमा ठिक्क पर्ने जति फ्ल्यागले सबै भुइँको चाहिँ गर्नु पऱ्यो है यो रहेछ यो यहाँ आँखा भज्ने स्टाइलले क्यामेरा दिन्छ लाइटहरू छ हटाउ त्यहाँ म्यामलाई डिस्पोजेबल त्यो कपमा पानी लिएर आऊ त केही छैन राम्रो नाच्नु हुँदो रहेछ है के छ ठिक छ नमस्ते यो होमस्टे हाम्रै हो हाम्रो नै हो यहाँ खासमा फुप्पू चलाउनुहुन्छ म बोलाइदिन्छु नि है फुप्पू फुप्पू रोलिङ मोर एक्सन म्याडमले राम्रो नाच्नु हुँदो रहेछ है कट ठिक छ कस्तो भइरहेछ तपाईँको सुटिङ ठिक छ बबाल दामी के भन्न चाहनुहुन्छ ठिक छ राम्रो भइरहेछ रमाइलो भइरहेछ आरामले भइरहेछ गोइङ इजी गोइङ स्मुथ अलि 10-15 मिनट अलि सेड्युलभन्दा पछाडि भयो तर म्यानेज भइरहेछ आज हाम्रो लास्ट हो हजुर हाम्रो आज लास्ट हो कि लास्ट सिन आज हाम्रो लास्ट सटमा छौँ हामी अहिले रमाइलो भइरहेछ चिसो छ हाम्रो बिटिएसको सरले एकदमै दामी दामी मुभमेन्ट क्याप्चर गर्नुहुन्छ तर मेरो धेरै खिच्न भएको छैन भन्ने सुनेको थिएँ भरे कारवाही हुन्छ तपाईँलाई भने त्यही हुन्छ प्लेब्याक हेर्ने अनि मन पराउनु फेरि दिने भने ल पारो दाइ एउटा आइस ल सुरु गरौँ ल साथीहरू आजको पहिलो दिन एकदमै शुभ साइटमा एकदमै शुभ तरिकाले एकदमै राम्रो क्लाइमेटले पनि चाहिँ साथ दिएको छ यसपालि आजको एनर्जीका साथ सबैले एकदमै राम्रोसँग चाहिँ काम गरिदिनु भएको छ एक्टरदेखि लिएर टेक्निसियन्सदेखि लिएर एभ्री वान स्पटदेखि लिएर एभ्री वान सबैले एकदम मेहनत गरेर चाहिँ समन्वय गरिदिनु भएको छ एकदम मेहनत गर्नुभएको छ थ्याङ्क यू सो मच एन्ड दिस इज नाउ प्याकअप उसिनेको आलु दियौ नुन खुर्सानी चोपेर गयौ मुखै छोपेर शर्मायौ कि क्या हो